हाई एभ्रिवान, स्वागत छ मेरो युट्युब च्यानलमा। इट्स मी मुनासिन। म चाहिँ सिर्जना के गोरा। हामी कहाँ जाँदैछौँ भन्दा अन्तिमसम्म भिडियो हेर्नुपर्ने हुन्छ हजुरहरूले, नछुटाइ हेरिदिनुहोस्। हामी सबै घुमाउँछौँ है। हजुर हजुर। हामीहरू गाडी चढ्यौँ अनि दुईजनाले गफ गर्दै हिँडिरहेछौँ। हामी धेरै पछि भेट भयौँ नि त, 2-4 महिना पछि। अनि कुरा गर्दै हामीलाई केही आइडिया पनि थिएन कताबाट पशुपति जान्छौँ अनि हामीलाई केही पनि थाहा थिएन। घरमा दिदीहरूले लोकेसन दिएपछि त्यही अनुसार चढ्यौँ। त्यसपछि हिँड्यौँ हामीहरू। काठमाडौँमा नयाँ भएपछि नि गाह्रो साथीहरू। अनि हामीले के कुरा गरिरहेछौँ भने हामी दुईजना भयौँ भने हामी नेपालभरि जता पनि डुल्छौँ होला। हामी कहीँ काम दाङहरू लाइसेन्सहरू निकाल्न जाँदा पनि हामी कता कता डुलिरहेको हुन्थ्यौँ हामी दुईजना। तिनै कुरा गरिरहेछौँ। अनि बाटोमा गएर बमिट होला जस्तो भएर डुट्टै ढले जस्तै भएर अनि बसिरहौँ हाँस्दै। हामी चाहिँ पशुपति जाँदैछौँ। हामीलाई यता दिदी हुनुहुन्छ कि बहिनी हुनुहुन्छ, तर हामीलाई हेल्प गर्नुभयो। हेलो भनिदिनु न। हामीलाई थाहा छैन नि त, त्यही भएर हामीले चप्पलहरू राख्यौँ अनि हिँड्यौँ। हजुरहरूलाई पनि दर्शन गराउँछौँ हामीहरू। हस्, हजुरले राख्नुभयो। हामीहरू पूजा गऱ्यौँ अनि फर्क्यौँ। पूजा दर्शन गऱ्यौँ। कति भिड छ। सिर्जना आऊ। एकदम भिड छ भन, 200-400 त भन त। एकदम रमाइलो लागिरहेछ। घाम निको छ। यति हो। अब अझै हामीले माथि देखाउँछ। अझै माथि जाने। माथि कहाँ अझै हामीलाई थाहा छैन। हामी सोध्दै जाँदैछौँ। हामी त सोध्दैनौँ, फेरि गाह्रो लाग्यो। परहरीहरूलाई सोध्छौँ। अरूलाई बताइदिनु नि सबै। हामी जस्ती रहेछौँ। कोही सोद्धाखेरि थाहा हुन्न नि। हामीलाई केही थाहा छैन त्यस्तै। हामी माथि आराध्य ठाउँमा जाँदैथ्यौँ। सबले चप्पल लगाएर त्यो चप्पल लगाउन मिल्ने रहेछ। हामी खाली खुट्टै माथि पुगेर फेरि चप्पल लगाउन आएछौँ। यस्तै हो, थाहा हुँदैन नि त। पहिला सुरुमा चप्पल राखेको माथि। हामी माथिबाट फर्क्यौँ। के अरे यता माथिको नाम? यस्तो लाइन ओन्ली 20 रुपिस मिनरल वाटर। हामी चाहिँ बिहान दुधै कपमा हामी पशुपति हेरेर फर्क्यौँ। अझ लास्टै भोक लाग्यो। हामी रुममा आइपुग्यौँ। बाई बाई। यतिन्जेलसम्म हेरिदिनु भयो, धेरै धन्यवाद। लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब गर्न नभुल्नु होला। बाई बाई। किस खाइदियो।